यादगार हो नि त। पुरो दौडेर हरियालीको बिचको एउटा जङ्गलको टुक्रामा एउटा चौर बनेको छ। इट इज कल गुन्डु। चिया पनि भ्याइन लाग्यो अब यहाँ आएर टिकटक हेर्दै है। उडाइदे यिनीहरूलाई उडाइदे उडाइदे। हामी 3 बजे निस्केको घरबाट। हो माइला गड यस्तो गजक गजक छ है। यिनीहरूले क्या राम्रो राम्रो जुत्ता लगाएर आएको छ होइन। अब गोबरमा खिल्चिन्छ साला। यता राम्रो बाटो छ बोलाहरू माथि झन्। हाम्रो मनिष दाइ यहाँ चटपट बनाउँदैछ। अब लम्बे खनाइदिउँ है हातेर ल्याएर। पुग्दैन क्या हो यार। बुढोले राम्रो काम गर्छ। बुढोले कति थोरै के छ थोरै प्याज धेरै खाने हो त। साला आलु खानु नपाएर पागल भएर खाँदै। आलु उसिन्नु के आलु कता आलु कसले उसिनेर बस्छ। मलाई 3 बजे भनेर म यहाँ आलु उसिनेर बस्छु। अनि मासु छैन। फेरि त्यता काँचो मासु छ। अब हामीले यसरी भगवान्लाई चढाउँछौँ है। चटपटी हाल्दैछ। सबैलाई चटपटी सर्भिस गर्दैछु म। वाह दाइ वाह। कस्तो छ मैले बनाएको चटपटी हेर्दै खाउँ खाउँ लागिसक्यो। हो हो अमिलो पिरो गुलियो चिकन चाहिँ चसी तर नुनलो भयो अलिअलि। यता पनि देखाउँ भाइ। घरमा मलाई रोटी म चाहिँ सफाइवाला है। गुड गुड सफा गर्नुपर्छ। यिनीहरू खाने मात्र हो, म चाहिँ सफा गर्ने। प्रदूषण गर्नु हुँदैन यस्तो हरियाली वन जङ्गलमा। नमस्ते आशिका दिदी। अन्त स्याबास। खासै ठुलो होइन सानो जङ्गल रहेछ। एउटा चौर रहेछ यो गुन्डुमा। त्यति हो घुम्ने ठाउँ चाहिँ चौरै मात्र हो सानो। ओ यहाँबाट हिँड्यौँ है सजिलो बाटो के हिँड्ने। हामी यहाँ खतरोको खेलाडी हो। भिरपाखा हिँडिने हो। के पावर हुन्छ त्यसमा? पावर चाहिँ के हुन्छ? खोइ के थाहा मलाई भर्खर। अहिले हामी जाँदैछौँ जङ्गलको भित्र। ल म्या यस्तो जङ्गलभित्र छिर्दैछौँ। वे घना छ यता जङ्गल चाहिँ घना छ होइन। बाघ भालु आयो भने त के गर्ने हो। ल यस्तो जङ्गल। भर्खरको 10 वर्षको बच्चाहरू अब बल पाएन अब बोतल भयो नि म्या। अब यिनीहरूलाई वृद्ध बालक भन्यो भने ठ्याक्कै म्या एउटाको फेरि म्या वृद्ध बालकहरू। ल भयो ल माथि जा कालतन जा भने जान माथि जा माथि जा। यसरी फोहोर गर्ने चाहिँ पातकीहरू नै हो। यस्तो राम्रो ठाउँमा आएर